गेट पनि आएको छु कहाँ भन्दा एयरपोर्ट म यहाँ आइसकेपछि चाहिँ मेरो दोस्रो सेकेन्ड टाइम फर्स्टचोटि यहीँ आउँदा भयो यो चाहिँ सेकेन्डचोटि हो यहाँ चाहिँ म स्पेसल्ली कसलाई लिन आउँदैछु प्यारेन्ट्सहरूलाई लिन आएको यहाँ उहाँहरू अब आउँदै हुनुहुन्छ वेट गरिरहेको छु म अब अलमोस्ट आउने टाइम भयो लक्किली मलाई आउने बेलामा नै कोही केही पनि प्रब्लम भएन मेरो यहाँ कामको ओनरले ल्याइदिनु भयो यहाँ चिलपाडामा यहाँ वेट गर्दैछु डिपेन्ड म चाहिँ ट्रेनबाट लिएर जान्छु जस्तो छ यहीँबाट ट्रेन लाग्दो रहेछ चेक गरेर पनि आएको ट्रेन लाग्दो रहेछ भनेर दोकानहरू लगाउँदै हुनुहुन्छ इनकेस तपाईँहरूलाई ट्रेन लिनु मन छ भने चाहिँ थ्रोबाट टिकट लाइन छोड्छ त्यहाँबाट चाहिँ सेन्ट्रलबाट कतै जुन लाइन पनि चेन्ज गर्दा भयो अब त बाइक लिएर फटाफट आउनुपर्ने हो गाईहरू वेट गर्दैछ मान्छेहरूको गाइसहरू आउँदैछ अब चाहिँ आउनुपर्ने हो मेरो टाइमिङ ठिक हो भने अब चाहिँ आउनुपर्ने हो गाइसहरू कति ढिलो लाग्छ ब्याग आउनु आउनुपर्ने हो सरकारले अब त सबसे ढिलो आएको थियो ब्याग हाम्रो नि लास्टै ढिलो आएको थियो ब्याग आउने बेलामा है गरेर ओमाइगड वाला भइरहेको मैले नसोचेको कुराहरू भयो जस्तो कि के गरौँ भइरहेको गाइसहरू झोला नआएको कि सबैको झोला आएर आए जस्तो मान्छु ब्याग हराइदिनु आइरहेको थियो आउनु पर्ने हो त सोल्टासोल्टिनी कहाँ गयो ओहो आए गाइजहरू ओहो ओहो कस्तो लागिरहेछ बा ओहो विदेशीहरू माई गॉड गाइजहरू आएको अवस्था सोल्टिनी ल हेलो हेलो ल यो चाहिँ हामी हिथ्रोबाट पिकेडेली लाइन लिँदै अब सेन्ट्रल जाने सेन्ट्रलबाट चाहिँ घर जाने यो चाहिँ हाम्रो पिकेडेली लाइन हो यो चाहिँ हाम्रो ट्रेन सबै बेलायतले बनाएको हङकङमा नि यस्तै पानी आइरहेको छ हामी सँगसँगै अर्को बाजे झर्ने बेला आयो ल
किन डर लाउने यो ह्यान्डरेलमा समात्नु न हेर्नु त त्यही त भन्दाखेरि खस्यो भने हेर्नु त कति टाढा यति तल झर्दै जाने हामी अहिले हेरेर मात्र आएको माथि पानी परिरहेको छ आदि सुई सोल्टी नि हिँडै भयो त समातै पानी परिरहेको छ जिन्दगीमा त्यस्तै छ ल फर्स्ट हुँदैछ कस्तो लाग्यो बाबा मिठो ठिक छ मिठो लाग्यो के भयो खानेकुराहरू ठाउँबाट अलिक चिसो रहेछ पानी बढी आइरहेको ल खाम अब त बाबा चाहिँ घरि आएको छोरी लिएर आएको राम्रो त लाग्यो तर अलिक चिसो लाग्यो अब गर्मीको ताक